सधैँ अस्तित्व सकिनु नराम्रो होइन, सधैँ अस्तित्व सकिनु नराम्रो होइन, जस्तो कोपिला फक्रिनु नराम्रो होइन, सधैँ अस्तित्व सकिनु नराम्रो होइन, जस्तो कोपिला फक्रिनु नराम्रो होइन। कसरी कसरी तिम्रो आँगनमा पुगे, कसरी 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 तिम्रो आँगनमा पुगे, लाग्यो बाटो बिर्सिनु नराम्रो होइन। कसरी कसरी तिम्रो आँगनमा पुगे, लाग्यो बाटो बिर्सिनु नराम्रो होइन, सधैँ अस्तित्व सकिनु नराम्रो होइन, जस्तो कोपिला फक्रिनु नराम्रो होइन। धन्यवाद। अर्को गजलका केही शेर वाचन गर्छु। कसको आँट छ यहाँ मृत्युसँग सवाल को गर्छ, कसको आँट छ यहाँ मृत्युसँग सवाल को गर्छ, उर्लेको समुद्रको एक छाल अर्को छाल को गर्छ। म हिँड्ने बेला आफ्नो ख्याल गर्नु भनिन् मुखले, म हिँड्ने बेला आफ्नो ख्याल गर्नु भनिन् मुखले, उनका आँखा भनिरहेथे मेरो ख्याल को गर्छ। म हिँड्ने बेला आफ्नो ख्याल गर्नु भनिन् मुखले, म हिँड्ने बेला आफ्नो ख्याल गर्नु भनिन् मुखले, उनका आँखा भनिरहेथे मेरो ख्याल को गर्छ। एउटा बच्चा बोल्छ पागल बोल्छ र म बोल्छु, एउटा बच्चा बोल्छ पागल बोल्छ र म बोल्छु, यसभन्दा अरू तस्बिरसँग बोलचाल को गर्छ। यसभन्दा अरू तस्बिरसँग बोलचाल को गर्छ। राम्रो कुरा पनि किन नभनेको भनेर सोध्नुहुन्छ, राम्रो कुरा पनि किन नभनेको भनेर सोध्नुहुन्छ, राम्रो भन्दैमा सबैसँग अङ्कमाल को गर्छ। राम्रो कुरा पनि किन नभनेको भनेर सोध्नुहुन्छ, राम्रो कुरा पनि किन नभनेको भनेर सोध्नुहुन्छ, राम्रो भन्दैमा सबैसँग अङ्कमाल को गर्छ। धन्यवाद। दोस्रो शेर फेरि एकपटक जाओस् बाबु। म हिँड्ने बेला आफ्नो ख्याल गर्नु भनिन् मुखले, म हिँड्ने बेला आफ्नो ख्याल गर्नु भनिन् मुखले, उनका आँखा भनिरहेथे मेरो ख्याल को गर्छ। धन्यवाद। म अर्को गजल वाचन गर्छु। जीवनभर एउटा यस्तो प्रक्रिया जारी रह्यो, जीवनभर एउटा यस्तो प्रक्रिया जारी रह्यो, मैले माया गर्छु भनिरहेँ उसले नकारिरह्यो, मैले माया गर्छु भनिरहेँ उसले नकारिरह्यो, केही प्रेम गरेर कोही गएपछि लाग्दैछ, केही प्रेम गरेर कोही गएपछि लाग्दैछ, एउटा फुल रहेन एउटा रुख रहेन तर रुखको छहारी रह्यो। फेरि बोलौँ यसलाई, फेरि बोलौँ। केही प्रेम गरेर कोही गएपछि लाग्दैछ, एउटा रुख रहेन तर रुखको छहारी रह्यो, कोही अरूको अस्तित्व राखेर सकिने गर्छन्, कोही अरूको अस्तित्व राखेर सकिने गर्छन्, फुल सुके पनि ठाउँको नाम फुलबारी रह्यो। कोही अरूको अस्तित्व राखेर सकिने गर्छन्, फुल सुके पनि ठाउँको नाम फुलबारी रह्यो। सुन्दर लागेर कुनै चित्रकारले तिम्रो चित्र रसिक्दै, सुन्दर लागेर कुनै चित्रकारले तिम्रो चित्र पटक पटक बनाउने रहरले बिगारिरह्यो। सुन्दर लागेर कुनै चित्रकारले तिम्रो चित्र पटक पटक बनाउने रहरले बिगारिरह्यो, जीवनभर एउटा यस्तो प्रक्रिया जारी रह्यो। धन्यवाद। म एउटा अर्को गजलका दुई तिनवटा शेर वाचन गर्छु। हुन्छ। तिमी छौ अरू प्रमाण देखाउनु पर्दैन, तिमी छौ अरू प्रमाण देखाउनु पर्दैन, चन्द्रमुखीहरूलाई मुस्कुराउनु पर्दैन। तिमी छौ अरू प्रमाण देखाउनु पर्दैन, चन्द्रमुखीहरूलाई मुस्कुराउनु पर्दैन, यो खुसीमा खिचिएको तस्बिर हो, यो खुसीमा खिचिएको तस्बिर हो, हाँसिरहन्छ यसलाई हँसाउनु पर्दैन, हाँसिरहन्छ यसलाई हँसाउनु पर्दैन। एक नबोलाए पनि घाम जुन आउँछन्, एक नबोलाए पनि घाम जुन आउँछन्, एक तिम्रा यादहरूलाई बोलाउनु पर्दैन, एक तिम्रा यादहरूलाई बोलाउनु पर्दैन, तिमी छौ अरू प्रमाण देखाउनु पर्दैन, चन्द्रमुखीहरूलाई मुस्कुराउनु पर्दैन। धन्यवाद।
एक दुई शेर बाबु अब 2 शेरबाट म यता जान चाहन्छु जाओस् 2 शेर जाओस् 2टा शेर वाचन गर्छु 2-3टा शेर। दुखाउने उद्देश्य नहुँदा पनि दुख्छ, दुखाउने उद्देश्य नहुँदा पनि दुख्छ, म काँडा हुँ मैले छुँदा पनि दुख्छ। दुखाउने उद्देश्य नहुँदा पनि दुख्छ, म काँडा हुँ मैले छुँदा पनि दुख्छ। अन्तको जस्तो हुँदैन आँखाको घाउ, अन्तको जस्तो हुँदैन आँखाको घाउ, अन्तको जस्तो हुँदैन आँखाको घाउ, रुँदा पनि दुख्छ नरुँदा पनि दुख्छ। अन्तको जस्तो हुँदैन आँखाको घाउ, रुँदा पनि दुख्छ नरुँदा पनि दुख्छ। मन हो तिमीले मात्र दुखाउन सक्ने, यो मन हो तिमीले मात्र दुखाउन सक्ने, यो शरीर त सुई लगाउँदा पनि दुख्छ। यो शरीर त सुई लगाउँदा पनि दुख्छ, दुखाउने उद्देश्य नहुँदा पनि दुख्छ, म काँडा हुँ मैले छुँदा पनि दुख्छ। धन्यवाद। लक्ष्मणका लागि एकचोटि जोरदार ताली। सुन्दर शेरहरूका लागि